guys, welcome back to our channel. It's another day in Ilam. किनभने हामी हिजो आएको हिजो 2:20 तिर आइपुगेको थियौं. सो आज चाहिँ another day भयो. त्यसकै जाडो छ गाइस, एकदमै घाम लागेको छ अहिले बिहान बिहानै. हिजो हामी आउँदाखेरि यस्तो जाडो थियो होला. सो त्यही हो, हेर्दिनु होला पुरै भ्लग. अरु त के भन्नु छैन. हस् त, धन्यवाद. गाइस, अब हामी कता कता डुल्न जाँदैछौँ. डुल्न यतै उता खेततिर. हामी भएको बेला त्यहाँ चाहिँ मौसम एकदमै बिग्रेर अति धेरै जाडो थियो र पनि उता बस्नेलाई चाहिँ जाडै भएको थिएन. किन हो हामीलाई थाहा छैन गाइस. यो भ्यू हामी चढेको डाँडाबाट देखिएको हो. त्यो ठाउँको नाम चाहिँ हो राकेटार. Guys, now we are going there. हामीले चाहिँ त्यो डाँडामा एक दुईवटा फोटो खिचेर त्यो अर्को डाँडामा जाने निर्णय गऱ्यौँ. म चाहिँ यसो चिया टिपेको वाला फोटो खिच्न आँटेको थिएँ, डोको र सलहरू बेरेर. पुगेछ भाइ चाहिँ. गाइस, हामी डाँडामा जाने हो. यो डाँडामा गाइस, हामी त तलबाट आएको, आउँदै हुनुहुन्छ दुई तिनजना. ओइ, मेन त हामी त दोकान भएको घरबाट माथि चढेको होइन कि, अनि पहाडमा हामी धेरै घुम्यौँ. Guys, we were walking and just look what happened. हामी सँगै जानुभएको एउटा दिदी चाहिँ घाँसमा हल्झेर लड्नु भयो. हिँड टुप्पो पनि. कत्रो हो यो, के हो यस्तो. मैं तो थक गई. हामी सल्लाहघारीमा छौँ. सल्लाहघारी काठमाडौँमा पो छ. गाइस, यो अमेजोन जङ्गल हो. अमाजोन पार्टबाट अमेजोनै हो. अघि हामी यो जङ्गलबाट आएको अनि अहिले हामी यहाँ छौँ. फोटोसुट चल्दैछ, यता टिकटक सुट चल्दैछ. यहाँबाट जस्तो राम्रो भ्यू देखिरहेको छ. भ्यू त त्यति राम्रो देखिएको छैन. हामी यहाँको माथि पर्दैन. हामी फर्किँदैछौँ गाइज. We are in the research of Kattus. हामीले चाहिँ यो कटुस पनि टिपेको, कटुसको बोट पनि देख्यौँ फर्स्ट टाइम. काँडै काँडा हुँदो रहेछ कटुसको बाहिर. त्यो डाँडाबाट आएको गाइज. हाम फालेर एकैचोटि तर चप्पल कसको हो थाहा छैन. यो चप्पल खानु खोज्दा साथमा गर्नु. अस्ति मम्मीको चप्पल साइड दिदी लाउनु पर्छ. मम्मी छिटो आउनु. यहाँबाट चाहिँ राम्रो भ्यू देखिँदो रहेछ. गाइज, मेरोमा चार्ज 15% पुगिसक्यो. अब हामी खाना खान्छौँ, त्यतिखेर म चार्जमा हाल्छु. अहिले हामी जाने बेलामा भन्छौँ, मलाई याद आएन. सो त्यहाँ चाहिँ एउटा पोखरी थियो अरे. अनि खै के थुम खै बिर्सेँ. त्यहाँ चाहिँ पोखरी पड्केको अरे. अनि
त्यहाँ चाहिँ राम्रो ठाउँ थियो अरे अहिले पहिरो आएर सबै लगो अरे 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 गाइज अहिले हामी गुफा थुम्की जान आँट्दैछौँ यहाँ एउटा छ हिरो डन हाई गरिदेऊ अनि यहाँ दुईजना होइन ओ कुकुर चाहिँ कति आएको हौ पछि पछि बिसाउँछ के को भिडियो गर्ने हो केही देखिँदैन गर्मी भएछ So guys, nothing to say. We are tired. यहाँ सिङ्गर हुनुहुन्छ उता गाइज हामी यहाँ के हेर्न आएको यस्तो हेर्न आएको डुस्से सबतिर जानु तयार मैले यहाँ टाइम स्ल्याप राखेको गाइज अहिले मैले यहाँ टाइम स्ल्याप राखेको कि यस्तो एआई जस्तो यस्तो खतरा भिडियो आएको छ यस्तो खतरा भिडियो आएको छ सो त्यही हो ल ल ल अहिलेसम्म त इलाम बजार देखिरहेको छ अहिले त पनि देखिन छोडो हामी कहाँ छौँ वी आर इन द माउन्ट एभरेस्ट गाइज हामी हिजो त्यो गुफा त्यो गुम्बा पनि गएको थियौँ यो मन्दिर जस्तै वाला वाउ राम्रो छ यार भ्यू गाइज लुक द भ्यू हामी त्यहाँबाट कुद्दै 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 आएको यहाँ गाइज हियर इज सो कोल्ड आई एम फिलिङ कोल्ड के बोलेको मैले ऊ चाहिँ सिङ्गर हो है कति राम्रो गीत गाउँछ गाइज लुक एट दिस कन्डिसन बाटो छैन गाइज यहाँ खोइपिङ टोपिङ हो हेर यो कहाँ झुन्डेको ए हल्ला रे त यो रेलिङ त झार्देऊ ल लाउ तिमीले पछाडि छोडिदेऊ ज्यान हुनु पर्यो नि गाइज हामी पानी खान्छौँ मान्छेहरू छन् त्यहाँ माथि पनि दुईजना मान्छे थिए कुन भिडियो हामी कहाँ जाँदैछौँ ताराको पीडा पोख्ने पो त के पीडा छ उसमा यस्तो तारा त कुकुर बोल्दै बोल्दैन सबै पीडा सुनाउँछन्
राम्रो आएको गाइज आवर स्ट्रगल इज रियल बिहाइन्ड अल द भ्यू गाइज हाम्रो आजको काम भनेको डाँडा डाँडा कुद्ने मात्रै हो बिहानदेखि बेलुका पुगिसकेन हामी डाँडै डाँडा After that, all we had chutpate and bought some packet foods. As we told already, Mausam was so thanda, and after reaching home, we had tea. So this much only for this video. Bye guys, let's meet in day 2.